हेलो सबैलाई नमस्ते भन्न चाहन्छु। अनि के गर्दै हुनुहुन्छ, कस्तो गर्दै हुनुहुन्छ? सन्चै त हुनु होला, म पनि सन्चै छु। अनि म त मेरो बुढा काममा जानुभएको छ, मेरो छोरा स्कुल गएको छ। अनि अब मैले त यो कोदोको रोटी खाऊँ त भनेर कोदोको रोटी बनाएको। कोदोको रोटी खान लागेको छु। हजुरहरूलाई मनपर्छ कि पर्दैन? मलाई त मनपर्छ। आलुको सब्जी र घिको साथ मलाई मनपर्छ। यी घि यसरी घिमा यसरी डुबायो अनि यसमा मिठो हुन्छ। तपाईँहरूलाई पनि ट्राई गर्नु होला है। हस्, बाई। सबैभन्दा पहिला म हजुरहरूलाई नमस्ते भन्न चाहन्छु। हजुरहरूले के गर्दै हुनुहुन्छ, कस्तो गर्दै हुनुहुन्छ? सन्चै त हुनु होला, म पनि सन्चै छु। म त आज मेरो बुढा काममा जानु बिहान खाना खाएर, छोरा स्कुल गएको छ। मैले फेरि यो कोदोको रोटी बनाएर खाने मन लागेर कोदोको रोटी बनाएको छु, खान लागेको छु। हजुरहरूलाई मनपर्छ कि पर्दैन कोदोको रोटी? मलाई त साह्रै मनपर्छ। घिउको साथ, घिउ र आलुको सब्जीको साथ मैले खान्छु यो कोदोको रोटी। हस्, हजुरहरूले पनि ट्राई गर्नु होला, मस्त मिठो हुन्छ।